यो फ्रान्सको नि डोमिसिलको कुराहरू धेरै इस्यु उठिरहेछ के। र कसैलाई नयाँ नयाँ आउनेहरूलाई त थाहा पनि हुँदैन डोमिसिल। मलाई पनि थाहा थिएन सुरु सुरुमा आउने बेलामा के हो डोमिसिल भनेको। डोमिसिल भनेको खासमा तपाईँको त्यो आफू बसेको एड्रेस हो के, लाइक आफ्नो नाममा रजिस्टर भएको एड्रेस हो के। त्यो तपाईँको जति पनि अफिसियल कामहरू हुन्छ नि, त्यो सबै अफिसियल कामको लागि त्यो डोमिसिल चाहिँ त्यो एड्रेस चाहिँ यहाँ हुनैपर्छ क्या। आफ्नो पर्सनल आफ्नो नाममा एड्रेस भएन भने तपाईँको कुनै पनि अफिसियल काम चाहिँ हुँदैन। भिजा रिन्यू गर्नेदेखि लिएर ब्याङ्क एकाउन्ट या कुनै पनि कामको लागि डोमिसिल चाहिन्छ। आफ्नो पर्सनल एड्रेस चाहिन्छ। अब त्यसको लागि त 2टा कुरा हुन्छ, या कि आफ्नो नाममा रुम लिएर बस्ने होइन। अनि त्यसको लागि फेरि सिङ्गल रुम लिएर बस्यो भने आफ्नो नाममा गरिदिन्छ। फेरि सेयरिङमा भयो भने सेयरिङमा अब एउटै रुम 2जनाको नाममा गर्न मिल्दैन, त्यो राख्दैन क्या, त्यो कसैले पनि गर्दैन। अनि सेयरिङमा बस्यो भने एकजनाको नाममा त हुन्छ एड्रेस रजिस्टर होइन, अनि अर्कोको नाममा त हुँदैन। अनि त्यस्तोमा के हुन्छ कि एउटा यहाँ संस्था हुन्छ होइन, डिफ्रेन्ट डिफ्रेन्ट एरियामा उहाँहरूले के गर्नुहुन्छ कि तपाईँको नाममा एउटा डोमिसिल रजिस्टर, उनीहरूले पब्लिक पब्लिक डोमिसिल भन्छ क्या, पब्लिक एड्रेस हुन्छ। त्यो एड्रेस तपाईँले आफ्नो भिजाको लागि होस् या जुनसुकै अफिसियल कामको लागि पनि युज गर्न सक्नुहुन्छ। जस्तै म पनि त्यही पब्लिक एड्रेस नै युज गरिरहेको छु आफ्नो सबै अफिसियल कामको लागि। त्यो त्यो वर्षको तपाईँको 30, 40 युरो, 50 युरो त्यो ठाउँ हेरी आफ्नो लिन्छ होइन उनीहरूले। तर तपाईँलाई एउटा एड्रेस दिन्छ, त्यो एड्रेस तपाईँले अब जहाँ पनि युज गर्न पाउनुभयो आफ्नो अफिसियल कामको लागि। अनि धेरैजनाले भन्छ त्यो पब्लिक डोमिसिलले भिजा रिन्यू हुँदैन, भिजा रिन्यूमा इस्यु हुन्छ। मैले पनि युज गरेको हो, मैले 2 चोटि भिजा रिन्यू गरिसकेँ। मेरो अहिलेसम्म इस्यु उठेको छैन क्या, त्यो पब्लिक डोमिसिलको कारणले गर्दाखेरि मेरो अहिलेसम्म इस्यु उठेको छैन। अब हुनसक्छ फ्युचरमा चाहिँ होला होइन, त्यो पब्लिक डोमिसिलले गर्दाखेरि भिजा रिन्यूमा इस्यु हुन्छ होला, तर मेरो चाहिँ अहिलेसम्म भएको छैन। सो अब कसैले तपाईँलाई त्यो प्राइभेट डोमिसिल नै चाहिन्छ, प्राइभेट डोमिसिलको लागि त्यो रुमको एड्रेस हुन्छ नि, प्राइभेट रुमकै एड्रेस चाहिन्छ, त्यसको लागि अब तपाईँ 200 100 युरो, 200 युरो, 300 युरो दिनु, अनि म तपाईँलाई एड्रेस प्रोभाइड गरिदिन्छु भन्यो भने त्यो भनेको तपाईँको स्क्याम गरिरहेछ या तपाईँसँग पैसा ठग्ने बहाना मात्रै हो के। सो त्यस्तो कसैले केही भन्यो भने त्यसको तपाईँ त्यो एकचोटि राम्रोसँग बुझेर मात्रै त्यो कसैलाई पैसा दिने या कतैबाट एड्रेस लिने कामहरू त्यो राम्रोसँग बुझेर मात्रै गर्नु होला। यत्तिकै तपाईँ अब जसले भन्यो अब ल 200 युरो दिनु, 300 युरो दिनु, म तपाईँको नाममा त्यो डोमिसिल दिन्छु भनेर त्यो हुँदैन है। त्यो यहाँ पब्लिक डोमिसिलहरू जहाँ पनि जति पनि पाउँछ म्याक्सिमम् लाग्यो भने तपाईँको वर्षको 50 युरो हो क्या। वर्ष 12 महिनाको 50 युरो भनेको धेरै महँगो होइन। अनि त्यो एड्रेस तपाईँले जति पनि युज गर्न पाउनुहुन्छ, तपाईँ जति पनि सेयरिङमा बस्नु, केही पनि फरक पर्दैन। जहाँ बस्नु तर त्यो एड्रेसले तपाईँ युज गर्न पाउनुभयो के। अब कतै कसैले यहाँ के हुन्छ कि आइसकेपछि काम चाहिँ एकदम त्यो अब प्यारिसमा आएको हुन्छ, तर काम चाहिँ तपाईँको आउट अफ प्यारिस बाहिर बाहिर काम पाइरहेको हुन्छ होइन। अनि त्यो उतातिरको एड्रेस हाल्न मिल्दैन क्या, जहाँ अब कलेज प्यारिसमा छ, काम चाहिँ बाहिर गरिरहेछ होइन। अनि कसरी म्यानेज भइरहेछ के छ भनेर उताको एड्रेस युज गर्न पाउँदैन के खासमा। अनि त्यही भएर त्यो डोमिसिलहरू त्यो जहाँ छ कलेजहरू अब नजिकै नजिकको त्यो सबै काम लाग्ने भएको हुनाले हामी त्यो पब्लिक डोमिसिल युज गर्छौँ के खासमा।